नमस्ते, मेरो नाम डिलीरत्न तुलाधर हो। म हस्तकला व्यवसाय पनि हो, निर्यात व्यवसाय पनि हो। तर अहिले चाहिँ नेपालमा चाहिँ नयाँ किसिमको टुरिज्म डेभलप गर्नको लागि चाहिँ मैले संसारभरिको आर्टिस्ट चाहिँ नेपालमा ल्याएर नेपालको आर्टिस्टहरूसँग फ्युजन गरेर नेपाली आर्टिस्टको चाहिँ प्रडक्ट, स्पेसली युवा आर्टिस्टहरूको प्रडक्ट चाहिँ विदेशी आर्टिस्टलाई बिक्री गर्ने हेतुले चाहिँ हामीले यो एक्जिबिसन गरेको थियो। हाम्रो टोटल चाहिँ 37जना आर्टिस्टहरू आउँदैछ। उहाँले चाहिँ नेपालको सामान कहाँ किन्न पाउँछ भनेर उहाँले चाहिँ धेरै मतलब चासो राखेकोले हामीले चाहिँ यही होटलमा चाहिँ यो आयोजना गरेको थियो। नेपालीहरू विदेशमा गएर व्यापार गर्न जाने होइन कि विदेशी बाहिर नेपालमा ल्याएर नेपाली हस्तकला सामान बिक्री गराउने हेतुले चाहिँ यो हाम्रो क्यालेन्डर इभेन्ट हो। यो सुधा हामीले 3 वर्ष भयो कन्टिन्यू गरेको। हरेक साल हरेक त्यो जनवरी महिनामा चाहिँ हामीले यो गर्ने चाहिँ हामी योजना गरिरहेको छौँ। यसले गर्दा युवाहरू विदेश जानको लागि चाहिँ रोक्नको लागि चाहिँ मैले एउटा मद्दत पुग्छ भनेर त्यो हेतुले चाहिँ यो कार्यक्रम गरेको हो। अब यसमा चाहिँ मोस्टली नेपाली युवा हस्तकलाका कर्मीहरूलाई चाहिँ प्रोत्साहन गर्ने उद्देश्यले चाहिँ मैले यो आयोजना गरेको थियो। 7वटा देशबाट आउनुभएको छ सबै विदेशीहरू। हामीले एउटा वेबसाइट डिजाइन गरेर त्यो आर्टिस्टहरू नेपाल आउने चाहिँ एउटा प्लेटफर्म बनाइदिएको थियो। त्यसबाट चाहिँ उनीहरूले फर्म भरेर आएको थियो। अनि हाम्रो यो प्लान चाहिँ हरेक वर्ष 1 वर्ष अगाडि नै प्लान हुन्छ। अब अर्को 2027को लागि पनि हाम्रो 100 जति मान्छे आउने चाहिँ स्योर भइसकेको छ यही प्रोग्रामको लागि चाहिँ। त्यसकारण चाहिँ यो पहिले सुरुमा 5 जनाबाट सुरु गरेर हामी 5 जनाबाट 15 जना भयो, 15 जनाबाट 25 जना भयो, अब 37 जना भयो। त्यस्तै बढ्दै चाहिँ हामीले गरिरहेको छौँ। अब यसले गर्दाखेरि नेपाली हस्तकलाको सामान विदेश गएर बेच्न होइन कि विदेशी बाहिर नेपालमै आएर अब नेपालको लागि आर्थिकको लागि धेरै हुन्छ कि जस्तै यस्तो होटलमा 3 स्टार भन्दा ठुलो होटलमा बस्ने अनि खाने अरू सपिङ गर्ने उनीहरूले अब एक त पैसा भएको मान्छेहरू आर्टिस्टहरू हो। त्यसलाई नेपालको चाहिँ त्यो आर्थिकलाई चाहिँ टेवा पुग्छ भने मेरो मान्यता नै भएर चाहिँ यो मतलब यो मेला आयोजना गरेको हो। किनभने म एउटा निर्यात व्यवसाय पनि भएकोले हिसाबले चाहिँ के भन्ने गरेको छु भने हामीले मान्छे एक्सपोर्ट गर्ने होइन सामान एक्सपोर्ट गरौँ भनेर मैले आवाज धेरै उठाएको थियो। तर त्यसको लागि चाहिँ सरकारसँग भन्न जाँदाखेरि हाम्रो अब राजनीतिकको परिस्थितिले गर्दा होला कि अब केले गर्दाखेरि चाहिँ हामीले चाहिँ धेरै मतलब गुनासो सुने पनि हुन्छ भन्छ। तर यस सम्बन्धी ज्ञानै भएन। किन देशको लागि माया गर्नलाई हामीले देशमा चाहिँ विदेशी मुद्रा आर्जन गर्न सकेपछि मात्र हाम्रो देश सबल हुन्छ भन्ने मलाई लाग्छ। म व्यक्तिगत गरेको चाहिँ यो चाहिँ 3 वर्ष भयो यो मेला गरेको चाहिँ यो यस्तो कार्यक्रम गरेको चाहिँ 3 वर्ष भयो। तर अरू सङ्घ संस्थाबाट चाहिँ मेलाको लागि चाहिँ मैले संसारभरि गएको चाहिँ मोरे अलमोस्ट 29 वर्ष भयो मेलामा जाने, मेलाबारे थाहा हुने अनि विदेशमा मेलामा भाग लिने नेपालीहरूको सामान कसरी बिक्री गर्ने भनेर त्यो गरेको 29 वर्ष भइसक्यो मैले गरिरहेको। अनि नेपालको आर्ट एक्जिबिसन गर्ने एक त ठाउँ नै छैन। अनि आर्टिस्टहरू पनि कस्तो हुन्छ भने आर्टिस्टहरू एकरूपता पनि छैन। अब आर्टको भनेको कसो भने आर्टको भ्यालु भनेको आर्टिस्टले मात्रै थाहा हुन्छ कि किन्ने मान्छेले थाहा हुन्छ। अनि एउटा आर्ट एक्जिबिसन गऱ्यो भने अब जस्तै मैले आयोजना गरेँ भने आर्टिस्टहरूको राख्यो भने त्यहाँ पैसा चाहिँ उहाँलाई एउटा कुरा भन्छ अनि बाहिरबाट अर्को प्राइसमा बेच्नुहुन्छ होइन। त्यसकारण यो गर्ने मान्छेको चाहिँ ह्युमिलेट हुने काम चाहिँ हुन्छ नेपालमा चाहिँ। तर म के भन्छु सबै नेपाली एकजुट भएर सबैले एकरूपता गरेर काम गऱ्यो भने जहिले पनि हामीले व्यापार पाउँछ। जस्तै मैले बाहिर ल्याउने मेरो आइडिया छ मसँग त्यो चाहिँ दक्ष छ भने उहाँहरू आर्ट बनाउने दक्ष छ भने कति पैसा भने फिक्स गरेर त्यही पैसामा स्टिक भएर काम गरेको खण्डमा सबैलाई विन विन सिचुएसनमा हुन्छ अनि व्यापारको पनि राम्रो हुन्छ पनि अनि कन्टिन्यू काम गर्न पनि सकिन्छ जस्तो लाग्छ मलाई।